OSR Digital, entertaining the nation. Co-sponsored by Silk Range from Berger Paints. यो जाडोमा हरेक सिपमा न्यानो विथ हेल्दी ब्याम्बिनो सुप. Education partner विदेश पढ्न जाने तपाईको चाहना पूरा गर्छ केआईसी ले. आउने हैन त केआईसी. Movie partner Digital partner OSR Digital, entertaining the nation. Broadcasting partner Himalaya TV HD. exclusively marketed by Media Sense. भाग्यमा जोसँग जीवन कटाउन लेखिएको हुन्छ उसैसँग बिहे हुन्छ. हामीले बल गरेर हुँदैन. मलाई लाग्छ दिपा र रमेश दाई एक अर्काको लागि जन्मिएकै हैन. अब दिपा र रमेश दाईको बिहे असम्भव छ. तपाईको चाहिँ के पारा हो नानी? साँच्चै यो कुरा रामलाई भन्न नपरोस्. किन एक्लो महसुस गर्नुहुन्छ? तपाईको बहिनी तपाईको साथमा छ. हिजो दिपा तपाईको जिन्दगीमा नआउँदा पनि हामी दाजु बहिनी खुसी भएरै बसेका थियौं. सन्तान हुन् कि होइनन् त्यो बुझ्नलाई त माथि मरेका हजुरबा हजुरआमालाई गएर सोध्नु पर्छ अनि मात्र थाहा हुन्छ काकी. भरत दाजुले छोडेर गए पनि तिम्रो साथमा मालती छे. मालतीले अन्तिम सास रहेसम्म तिमीलाई साथ दिन्छे. दाइले एकपल्ट बोलेपछि सक्यो. हेर्नुस् त रमेश दाइ र दिपाको प्रेम नबुझ्नेले मेरो के बुझ्नुहुन्छ होला त? त्यसका लागि ज्यान दिएर पछि लागेर हिँडे. मेरा लागि त्यति काम गर्दिदा त्यसो के जान्थ्यो? उल्टे लाज पचाएर आएर भन्छ दिपालाई भुल्दे. के त्यसले चाहिँ आफ्ना दुईवटा श्रीमतीलाई भुल्न सक्छ? मलाई थाहा छ छोरी, सहारा सधैँभरि साथमा रहन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन. जिम्मेवारीको बाटो भन्दैमा मनमा रमेशलाई राखेर कसरी अर्कोसँग टिको टालो गरौँ आमा? मेरो सोचाइ पनि त्यही हो. तर कुनै बेला परिस्थिति अनुसार दिमागले सोचेर भन्दा मनले सोचेर निर्णय गर्नुपर्छ. रमेश दाइ र दिपाको जोडी लैला मज्नुको जस्तै थियो. सँगै जीवन बिताउन नपाउने भए. आई बुवा, मलाई त अझै पनि विवाह धुमधामले गर्नु भन्दा पनि विवाह छुटुक्क गरौँ जस्तो लागिरहेको छ. यो मेरो परिवारको अन्तिम बिहे हो. बाजा बजाएर धुमधामले गर्नुपर्छ. तपाईहरुलाई खर्च गर्न गाह्रो हुन्छ भने त्यसको सम्पूर्ण खर्च म आफै बिहोर्छु. तपाईहरु चिन्ता नगर्नुस्. दिपालाई म तपाईहरुले सोच्नु भएको भन्दा पनि धेरै आइसुखमा पाल्छु. मोबाइल किन अफ गरे कि? जिन्दगीमा एक हुन त सकेन. बोल्ने आदर पनि मेटायो होइन? तिमीले त्यसो गरेपछि मेरा दिन रात कसरी कट्यो होला? के तिमीलाई मेरो माया लागेन?
माया लागेर मात्रै के गर्नु रमेश? साथमा मोबाइल नभएपछि कसरी सम्पर्क गर्नु? तिमी भन्दा बढी म तडपिएर बसेको थिएँ। बाले मोबाइल खोजेर राखिदिनु भएको थियो। अब हामी यसरी तडपिएर बस्नुहुन्न दिपा। म तिमीलाई लिएर जान भनेर आएको छु। हामी छुटेर बस्न सक्दैनौ। म तिमी बिना बाँच्न सक्दिन। चौबेडा, अहिले हामी यो गाउँ छोडेर धेरै टाढो जानेछौँ। आफूलाई सम्हाल रमेश। अब सबै कुरा सकियो। मेरो टिको टालो भइसक्यो। अब हामी एक हुन सक्दैनौँ। सँगै जिन्दगी कटाउन नसके पनि तिमी मेरो यादमा हुनेछौ अनि म तिम्रो यादमा। त्यसो नभन न दिपा। म तिमीलाई भगाएर भए पनि लैजान्छु। त्यसैले आज आँट कसेर आएको छु। जाऊ हिँड। ओए, मेरो छोरीको हात छोड। अहिले भित्रबाट खुकुरी ल्याएर तेरो हात छिनाउन नपरोस्। मारे मार्नुहोस्, तर दिपाको हात र साथ छोड्दिन। अब बाँचे पनि दिपासँगै, मरे पनि दिपासँगै। दिपालाई लैजानलाई मलाई कसैले रोक्न सक्दैन। मेरो बाटो छोड्नुहोस्। मेरी छोरीको तँलाई त्यस्तो माया लाग्थ्यो भने बेलैमा आएर हात माग्थिस् होला। अहिले बीचमा आएर मायाको नाटक गरेर मेरो घरको इज्जतमाथि हात हाल्न खोज्छस्? तँलाई घरको इज्जत के हो भन्ने कुरा थाहा छैन कि क्या हो? हुन त सानैमा बाउआमा खाएको होस् क्यारे। त्यसैले तँलाई परिवारको इज्जत र संस्कारको बारेमा थाहा भएन होला। संस्कार, इज्जत, इमान र बोली कस्तो हुनुपर्छ जा गएर रामसँग पाठ सिक। आज मेरी छोरीको ठाउँमा भोलि तेरी बहिनीको यही अवस्था आयो भने के गर्थिस्? अरूको घरको इज्जतमाथि हात हाल्नु पहिला हरेक ठाउँमा आफ्नो परिवारलाई राखेर हेर, अनि बुद्धि आउँछ। फुरुक्क बाटो लाग। अबदेखि मेरी छोरीको पछाडि लागिस् भने तेरो गर्दन छिनाउँछु। मेरो छोरीको बिहेको पहिलो कार्ड तेरो हातमा राखिदिउँला, अनि बिहे भोज खान आउनु।
के छ प्यारी आइपुग्यौ अनि कस्तो लाग्यो त तिमीलाई तिम्रो हुनेवाला प्यारा सपनाको राजकुमार भन्दा नि राम्रो लाग्यो हजुरलाई भेट्न पनि कति गाह्रो भयो 2 महिना कुराउनु भयो यो 2 महिना मलाई 2 वर्ष जस्तो लाग्यो के गर्नु त प्यारी इन्जिनियर जस्तो मान्छे काममै बिजी हुन्छु भन्न साथ निस्किन मिल्दैन फेरि जहिले पाए त्यहीले जहाँ पाए त्यहीँ भेट्दाखेरि तिम्रो दाइले थाहा पाउलान् कि भन्ने डर तिम्रो दाइ त निकै कडा छन् रे भन्ने सुनेको थिएँ अनि जोगिनु परेन त हो भाइ दाइसँग त जोगिनु पर्छ राम दाइ अरूभन्दा निकै कडा हुनुहुन्छ बाउजूहरूले रमेश दाइलाई दिपा माग्न जानु भनेको भएर 1 महिना भयो राम्रोसँग नबोल्नु भएको झन् अस्ति दिपा दिदीको घरमा गएर रमेश दाइ र दिपा एक हुन सक्दैनन् भनेर भन्नुभयो रे राम दाइले एकपल्ट बोलेपछि सक्यो के तिम्रो राम दाइ दिपाको घरमा पनि जान्छन् जानुहुन्छ नि किन नजानु राम दाइलाई यो पालिकामा सबैले भगवान मान्छन् झन् दिपा दिदीको बुवा त राम दाइ भनेपछि भुतुक्क हुन्छन् रे अनि प्यारा हामी साँच्ची नै भाग्ने हो र नभाग्ने भए म तिमीसँग भेट्थेँ होला त माग्न जाउँ भने तिम्रो दाइले दिँदैन भन्छौ भाग्नुभन्दा विकल्प छ त छैन भाग्ने नै हो भने तपाईँले एकपल्ट मुना बाउजूसँग भेट्नुपर्छ म तपाईँलाई भेट्न आएको कुरा मुना बाउजूलाई मात्रै थाहा छ मुना बाउजूले मलाई साथ दिनुभएको छ कमला बाउजूले हामी भाग्छौँ भनेर घरबाट निस्किन नै दिनुहुन्न हुन्छ प्यारी म मुना बाउजूसँग भेटौँला तिमी चिन्ता नगर अहिले चाहिँ तिमी जाऊ फेरि कसैले देख्यो भने बर्बाद हुन्छ भोलि मुना बाउजूसँग भेट्ने पर्सि हामी भाग्ने हुन्छ अहिले म जान्छु हुन्छ अहिले म जान्छु राम्रोसँग जाऊ है प्यारी हस् बाई के छ दिपु खबर आरामै छौ आरामै छु केही काम थियो कि त्यही काम परेरै फोन गरेको तिमीले त्यो रामे भनेलाई चिन्छौ त्यसको नाम मेरो अगाडि लिँदै नलिनुस् त्यो स्वार्थी हो त्यो त मोरे पनि हुन्थ्यो अनि तपाईले चाहिँ कसरी चिन्नु भयो मलाई स्वास्थ्य चौकीले हिजो पल्लो गाउँमा आँखा शिविरमा निशुल्क आँखा जचाउन पठाएको थियो त्यो पनि त्यहाँ आएको रहेछ सानो न्युमा मलाई त त्यसले हात नै हाल्यो नि त्यो त पागल रहेछ नि अनि त्यो तिम्रो घरतिर आउँछ कि आउँदैन आउँछ किन नआउनु अस्ति आएको थियो मेरो बुवाको लागि भगवान रे त्यो भगवान होइन पापी हो त्यसलाई किन घरमा आउन दिने त्यो तिम्रो पनि शत्रु रहेछ मेरो पनि शत्रु हो यसको मतलब हामी दुवैजनाको शत्रु हो त्यसलाई घरमा आउन दिनुहुन्न बुवालाई पनि सम्झाउनु मलाई कम्ता रिस उठेको छ त्योसँग अब त्यो यहाँ आयो भने मुखमा थुकेर पठाउँछु त्यसलाई मेरो आँगनमा पाइला टेक्न पनि दिदिन बुवालाई पनि सम्झाउँछु मैले चाहेकै त्यही हो मलाई त त्यसको अनुहार पनि हेर्न मन छैन फेरि बुवाले बिहेमा निम्तो गर्लान् नि निम्तो गर्न नदिनु है ल दिपु अहिले मैले फोन राखेँ तिमी आफ्नो ख्याल गर है बाई बाई लभ यु
राम 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 भनेर पछि लाग्दा आज आफ्नै प्रेमिका गुमाउनु पर्यो। भोलि अझै के गुमाउनु पर्ने हो थाहा छैन। अब त चेत्नु भयो होला नि। क्या चाहिँ राम दाईको पछि लाग्ने हो दाई? कति न मेरो राम भाइ भनेर खुब नाक ठाडो पार्नुहुन्थ्यो त। राम दाईले औकात देखायो होइन त? हेर हेर यसको हालत। हिजोसम्म शिर खडा गरेर रमेश हुँ भनेर हिँड्ने मान्छे आज आएर शिर झुकेको छ। गत चुनावको विजेता, त्यो पनि 100% मत ल्याएर विजय भएको मान्छे। न त आज साथमा पद छ न त प्रेमिका। त्यो रामेले नमजाले प्रयोग गर्यो रमेश तँलाई। हामीले त पहिल्यै भनेका थियौं त्यो रामेको पछि नलागे एक दिन पछुताउनु पर्ला भनेर। आज पछुताउनु परेन त? खबरदार, मेरो अगाडि बसेर सबै कुरा गर, तर त्यो रामेको कुरा गर्दै नगर। अब मेरो आँगनमा बसेर त्यसको नाम लिनु भनेको मेरो घर अपवित्र हुनु हो। बस हामीले चाहेकै यही हो। विगत 4 वर्षदेखि तेरो मुखबाट यो वचन सुन्नलाई हामी तडपिएर बसेका थियौं। आज आएर पुरा भयो। त्यो रमेश स्वार्थी छ रमेश। देखिस् त, तेरो लागि जाब्बो त्यति काम पनि गर्न सकेन। स्वार्थी मात्र होइन काकी, रामदाई पापी मान्छे हुन्। ज्यानै फाल्छु भन्दा समेत एक शब्द बोल्न मानेनन्। अझ त्यसमाथि दिपाको घरमा गएर कुरा पो बाँडेर आएछन्। तँ चिन्ता नगर रमेश, त्यो रामेले तँलाई साथ नदे पनि हामी तेरो साथमा छौं। तेरो साथमा मालती र श्रुति छन्। अब तैँले पीडालाई शक्तिमा बदल्ने दिन आयो। त्यो रामेको अगाडि रमेश पनि सक्षम छ भनेर देखाउने दिन आयो। तँ आफूलाई सम्हाल रमेश। हो रमेश, तैँले हार मान्नु हुँदैन। त्यो रामेको कारण दिपा र तेरो बिहे हुन सकेन। अब तैँले रामेलाई देखाउनै भए पनि एउटा चिटिक्क परेकी राम्री केटी खोजेर त्यसको अगाडि बिहे गरेर देखाउनै पर्छ। मालती काकी, तत्काल एउटी राम्री केटी खोज्नु पर्यो। तर केटी चाहिँ दिपा भन्दा पनि राम्री हुनु पर्यो। अब दिपा र रामको अगाडि यो रमेशले दिपाको भन्दा अगाडि बिहे गर्छ। लौ न मालती काकी, तत्काल एउटी केटी खोज्न पर्यो, नत्र त रमेश दाइलाई जोगाउनै गाह्रो पर्ने भयो। बिहे गर्छु भनेको बेला गरिदिइहाल्न पर्छ क्या, नत्र फेरि पछि मन फेरिन सक्छ। त चिन्ता नगर बहिनी। अब श्रुति र मालती भएर 2 दिनमै केटी खोजेर त्यो दिपाको भन्दा अगाडि रमेश भाइको बिहे गराउँछन्। अब रमेशको लागि श्रुति र मालती अभिभावक बनिसके। काकी जाउँ हिँड्नुहोस्। दिदी, मैले एउटा ठुलो निर्णय गरेँ। तपाईँले र बुढोले जति नै नमाने पनि मैले सुशीला नानीलाई साथ दिने भए। यो घरका कसैको मनमा पनि प्रेम गर्नेलाई सम्मान गर्ने चलन रहेन रहेछ। म प्रेम गर्नेलाई सम्मान गर्ने मान्छे भएको भएर सुशीला नानीलाई साथ दिने विचार गरेँ। मैले
तिम्रो कुरा बुझिन मुना। प्रष्ट भन, के भन्न खोजेकी हो? सुशीला नानीलाई के कुरामा साथ दिन लागेकी हो र? कुरा प्रष्टै छ त दिदी। सुशीला नानी त्यो केटा बिना बाँच्न नसक्ने रे। बुढोले बिहे गर्न दिनुहुन्न, तपाईँ सुशीला नानीलाई भाग्न दिनुहुन्न। म सुशीला नानीलाई पहिला भाग्नलाई साथ दिन्छु। अब कुरा बुझ्नुभयो? यो के कुरा गरेकी मुना तिमीले? तिमी होसमा त छेउ? त्यसै पनि राम रिसाएर नबोल्नु भएको 1 महिना भइसक्यो। बलिरहेको आगोमा किन घिउ थप्ने काम गर्छौ? यो कुरा रामको कानमा पर्यो भने के हुन्छ थाहा छ? थाहा छ दिदी। यो कुरा बुढोको कानमा पर्यो भने मैले पनि श्रुति दिदीले जस्तै घर छोड्नुपर्छ। म सुशीला नानी तर्पेर बसेको देख्न सक्दिनँ। बरु घर छोड्न तयार छु। त्यसैले तपाईँले मोबाइल खोसे पनि मैले सुशीला नानीलाई सम्पर्क गर्न मोबाइल दिएकी छु। हो कमला भाउजू, म उहाँ बिना बाँच्न सक्दिनँ। त्यसैले मुना भाउजूले मलाई साथ दिन खोज्नु भएको। बरु तपाईँ पनि मलाई साथ दिनुहोस्। अब जसले रोक्न खोजे पनि म रोकिन्न। हो दिदी, अब सुशीला नानीलाई पहिला जानबाट कसैले रोक्न सक्दैन। बुढो श्रीमतीको कुरा नसुन्ने, घरका कसैको इच्छा र चाहनालाई कदर नगर्ने, श्रीमतीको कुरा नसुन्दा के हुन्छ भनेर अब थाहा पाउनुहुनेछ। मैले मेरो निर्णय तपाईँलाई सुनाउन आवश्यक छ भनेर सुनाएकी हुँ। अब मेरो पनि निर्णय सुन मुना। म कुनै पनि हालतमा सुशीला नानीलाई भाग्न दिन्न। यो कुरा आजै रामलाई भन्छु। हिजो सिर्जना दिदीको कारण पूजा नानीको ज्यान गयो। अब तिम्रो कारण सुशीला नानीको ज्यान जाला। सोचेर निर्णय लिनु। Buhari, powered by, co-sponsored by ल रमेश, मैले तेरो लागि भनेर धेरैवटी केटीको फोटो ल्याएकी छु। म देखाउँछु, त मन परेपछि मन पर्यो भन्। ल यो हेर त। यो हेर त। यो हेर त रमेश। त्यो फोटो एकपल्ट दिने त काकी। के हो रमेश भाइ, केटी मन पर्यो कि क्या हो? खुबै निहालेर हेर्न लागिस् त। केटी मन पर्यो भने भन है। यी फोटोमा भएका सबै केटीहरू मालती काकीले माग्दिन सक्छिन्। मलाई यो केटी मन पर्यो काकी। मेरा लागि यही केटी माग्दिनुहोस्। अब म यहीसँग बिहे गर्छु। कुरा अगाडि बढाउँदा हुन्छ। तैँले यो केटी रोजेर मेरो लागि झन् राम्रो गरिस् रमेश। यो केटी मेरो साथीको छोरी हो। भगवानले जोडी मिलाउँछन् भन्थे, हो रहेछ। त पनि टुरु, यो केटी पनि टुरी।
यसकी पनि आमा छैन, सानैमा मरेकी। बाउको रेखदेखमा हुर्केकी छोरी साह्रै संस्कारी छे। ठिक छ मालती काकी, केटी पनि राम्री लाग्यो, फेरि टुरी पनि रहेछ। टुरी भनेपछि झन् माया लागेर आयो। म त्यसैसँग बिहे गर्छु। भोलि नै केटी हेर्ने वातावरण मिलाउनुहोस्। ल अहिले म जान्छु। हुन्छ रमेश। अब आउँछ मजा। हामीले यो केटीसँग रमेशको बिहे गरिदिएपछि रमेश र रामेको जिन्दगीभर सम्बन्ध बिग्रिन्छ। अब हामीले आजैबाट रमेशलाई रामे विरुद्ध प्रयोग गर्नुपर्छ काकी। यो श्रुतिले सोचिसकी। रामे, त कहाँ छस्? आज तँसँग म दुई चार कुरा गर्नु छ। ओए रामे, बाहिर निस्के। ओए रामे, बाहिर निस्के। आज तँसँग दुई चारवटा कुरा गर्नु छ। त यो गाउँका राजा होस् मलाई, खुरक्क बाहिर निस्के। नमस्कार रामेका प्यारा प्यारा स्वास्नीहरू। रमेश दाई, तपाईँले यो के हालत बनाउनु भएको? आजको दिनसम्म कहिले रक्सी नखाएको मान्छेले कसरी रक्सी खान सक्नुभयो? चुप! म त झुत्रीसँग कुरा गर्न आएको होइन, तेरो पोइ रामेसँग कुरा गर्न आएको हुँ। खुरक्क त्यसलाई बाहिर बोलाओ। मुल्ला, त्यो रामे यो गाउँको राजा हो र बोल्न डराउनलाई आज यो रमेशले बोल्ने आँट पुर्याएर आएको छ। फेस टु फेस कुरा हुन्छ आज। बुढो घरमा हुनु न दाई, तपाईँ जानुहोस्, भोलि बिहानै आएर कुरा गर्नु। किन यस्तो गर्नुभएको दाई? आफूलाई सम्हाल्नुहोस्। तपाईँ जस्तो मान्छेले पनि यसरी रक्सी खाने हो त? तेरो पहिले खानी बनाए नि त, त्यो स्वार्थी हो। त्यसले मेरो लागि एक शब्द बोल्ने भन्दा नि बोल्दैन। त्यसले मलाई प्रेम गर्यो, के म त्यसको खेलाउन हो र? भन्दै तेरो पहिल्यै त्यसले केटी नमाग्दे पनि यो रमेशले अर्की केटी पाइसक्यो रे भनेर। अब यो रमेशले बिहे गरेर देखाउँछ। म बिहे गर्छु, तर त्यो मुल्ला रामेलाई निम्ता दिन्न। टिपा सिपा गई गोलखाडी। त्यो रामेले मलाई कम्ता गरेको छ। त्यसका दुईटै श्रीमती पहिलो जाउन्, त्यो पनि म जस्तै नागो हो। भोलि बिहान उठ्दा त्यसका दुईटै श्रीमती पहिलो गएको सुन्न पाऊ। यो यति स्वार्थी छ, त्यसलाई मैले तारेको छु। मेरो जिन्दगी त्यसले बर्बाद पार्यो। त्यसलाई पनि म त्यसै छोड्दिनँ। मेरा यी आँसुले त्यसका स्वार्थी बोलिरहने पहिलो जाऊ। मलाई यति पीडा दिएको छ। रमेश दाई, चिया खान लाग्नु भएको? के छ खबर? होइन रमेश दाईलाई के भन्छ? चिया फालेर भित्र गयो त। खै रमिला, रमेश दाईलाई के भएको? हेर हेर, लाज नभएको, पेट्रोल छर्केर आगो लगाएर पोल्यो भनेर सोधेको जस्तो नगर्नुस् दाइ। तपाईँ निर्दयी मान्छे हो। तपाईँको कारण हिजो राति रमेश दाइले रक्सी समेत खानुभयो। जब गएर त्यति केटी मागिदिएको भए तपाईँको के जान्थ्यो?
मेरो दाइले तपाईँको यत्रो वर्ष पछि लागेको आज यही दिन देख्नलाई हो। तपाईँलाई रमेश दाइको आँसुले कहिले बाटो दिँदैन दाइ। अझ मान्छेलाई पीडामा पारेर के भयो दाइ रे? ए छोरी, रामले रमेशलाई पीडामा पारेको होइन। रमेशले आँट गर्न नसिकेर ऊ आफै पीडामा परेको हो। हेर, छोरा मान्छेमा आँट र हिम्मत हुनुपर्छ। केटी नदिएपछि भगाएको भए भइहाल्थ्यो नि। भगाउन पनि जानु भएकै हो नि काका। तपाईँका छोराले केटीका बाउलाई उचालेर आएका रहेछन्। बिचरा रमेश दाइलाई झन्डै मारेनन् रे। होइन हौ, राम दाइलाई रमेश दाइ प्रति किन यति धेरै रिस भएको हो? हुँदा हुँदा केटीका बाउलाई समेत उचालेर रमेश दाइको प्रेम त स्वाहा बनाइदिए। ए, रमेश दाइ दिपाको बिहे भाँड्न पनि गएका थिए होइन? के छ राम भगवान, अब यहाँ भन्दा बढी एक शब्द नबोल्नुस्। मेरो दाइमा अब तपाईँले दिएको यो भन्दा बढी वरदान धान्न सक्ने अवस्था छैन। त्यसैले आजदेखि यो घरको लागि वरदान दिन बन्द गर्नुस्। आफ्नो बाटो सवारी भई बक्सियोस्। लाज पचेकाहरू, पापीका खलक, कतिसम्म दुःख दिन सकेका हुने? घाँस छोड्नु साथ नछोड्नु भन्थे। तैँले त घाँस पनि छोडिस्, साथ पनि छोडिस् त। यो कुरो अहिले तपाईँले बुझ्नुहुन्न क्या बुबा, पछि बुझ्नुहुन्छ। चुप लाएर हिँड्नुहोस् न, यिनीहरू यस्तै हुन्। जाउँ हिँड्नुहोस्। नानी, भाग्ने नै हो र के एकपल्ट आँट गरेर बुढोसँग कुरा गरौँ? कतै मानि पो हाल्नुहुन्छ कि? दाइ कुनै पनि हालतमा मान्नुहुन्न भाउजू। मैले दाइलाई राम्रोसँग बुझेकी छु। त्यसमाथि अस्ति भर्खर बिहेको कारण पूजाको ज्यान गएको छ। यो बेला बिहेको कुरा गर्दा दाइले मार्नुहुन्छ। अब भाग्नुभन्दा कुनै उपाय छैन। भोलि म उहाँसँग गइन भने मैले सधैँको लागि उहाँलाई गुमाउनु पर्छ। मैले मानिन भने अर्की बिहे गर्छु भन्नुभएको छ। केटो राम्रो हुनुहुन्छ, त्यसमाथि इन्जिनियर हो। म जस्तो गाउँमा जन्मेको मान्छेले इन्जिनियरसँग बिहे गर्न पाउनु ठुलो कुरो हो होइन र भाउजू? हुन त हो नानी, तर कता कता मनमा डर लागेको छ। भोलि केही भयो भने त्यसको भागीदार म हुनुपर्छ। भोलि त्यो केटाबाट तपाईँलाई धोका भयो भने बाँचुन्जेल मेरो कारणले गर्दा नानीले दुःख पाउनुभयो भन्ने मनमा पर्छ। तपाईँ चिन्ता नगर्नुहोस् भाउजू, उहाँले मलाई धोका दिनुहुन्न। मलाई उहाँप्रति पूर्ण रूपमा विश्वास छ। आफूलाई भन्दा बढी मलाई माया गर्नुहुन्छ। ल, नानी त झोलामा कपडा हाल्दै हुनुहुन्छ त साँच्चीकै भाग्न लाग्नु भयो कि क्या हो? भाग्ने पनि साँच्चै र छुटो हुन्छ र भाउजू। म आज बेलुका यो घर छोडेर जाँदैछु। सायद अब मेरो यो घरमा कहिले पाइला पर्दैन होला। यसरी मैले यो घर छोडेर जाँदा दाइले मलाई सिर्जना दिदीलाई जस्तै यो घरमा पाइला टिक्न दिनुहुन्न होला। यस्तो गलत कदम नउठाउनुहोस् नानी। बरु हामी सबैजना मिलेर रामलाई भनौँ, रामले तपाईँको बिहे गरिदिनुहुन्छ। यो गरेर रामको विश्वास भरोसालाई नतोड्नुहोस्। रामले तपाईँमाथि धेरै भरोसा गर्नुभएको छ। तपाईँले यस्तो कदम उठाउनु भयो भने यो गरेर रामको इज्जतमाथि दाग लाग्छ। मैले जति नै तपाईँलाई गाली गरे पनि यो कुरा रामलाई भनेकी छैन।
रामले थाहा पाउनु भयो भने राम आफैमा टुट्नुहुन्छ। यति धेरै माया गर्ने दाइलाई टुटाएर तपाईँले के पाउनुहुन्छ नानी? मैले मेरो प्रेम पाउँछु भाउजू। अब मलाई जो टुटे पनि केही फरक पर्दैन। मेरो लागि यो बेला दाइको माया भन्दा मेरो प्रेमीको माया माथि छ। हामी चेलीलाई माइतीको मायाले मात्र पुग्दैन र त बिहे गरेर जान्छौँ होइन र? तपाईँलाई माइतीको मायाले पुगेको भए रामदाईसँग बिहे गरेर आउनुहुन्थ्यो र भाउजू। हाम्रो रामदाई एकोर हुनुहुन्छ, कसैको मायालाई कदर गर्नुहुन्न। सिर्जना दिदीको मायालाई कदर गरेको भए आज पूजाको ज्यान जाने थिएन। दाइको लागि इज्जत प्यारो छ। इज्जत र आफ्नो स्वाभिमान भन्दा माथि कसैलाई राख्नुहुन्न। त्यही दाइको इज्जत र स्वाभिमान जोगाउनपट्टि लाग्दा पूजाले आफ्नो ज्यान गुमाए। म त्यो गर्न सक्दिनँ भाउजू। मैले निर्णय गरिसकेँ। अब मलाई रोक्न खोज्नु तपाईँको मूर्खता हो। साँच्चै भन्नुपर्दा हाम्रो रामले पापी मान्छे हुन् मुना भाउजू। प्रेम गर्नेहरूको लागि त झनै शत्रु हुन्। यस्तो अरूको भावना बुझ्दै नबुझ्ने दाइ हुनुभन्दा नभएकै राम्रो। ल हजुर, अबको 20 दिनमा दिपा र विनयको बिहे हुने पक्का छ। अब निम्ता बाँड्न सुरु भइसक्यो, यता पनि सुरु गर्दा हुन्छ। हामी बाउ छोराको एउटा प्रस्ताव छ, त्यही प्रस्ताव राखौँ कि भनेर आएको। के प्रस्ताव होला हजुर, भन्नुहोस् न। अब छोरी नै हजुरहरूलाई दिइसक्यौँ भने नमान्ने त कुरै भएन नि। कुरा के भने नि बुवा, म अलिकति आत्मसम्मानमा ध्यान दिने मान्छे परेँ। कसैको कारणले गर्दाखेरि मेरो आत्मसम्मानमा ठेस पुगेको छ। अरू त केही होइन, हाम्रो बिहेमा त्यो मान्छेलाई निम्तो नगर्नु होला। भइहाल्छ नि बाबु। तपाईँलाई नराम्रो सोच्नलाई किन निम्तो दिनु? कसको कारण आत्मसम्मानमा ठेस लाग्यो भन्नुहोस्, हामी त्यसलाई बोलाउँदैनौँ। अरू त को हुनु र हजुर? यही पालिकाको राजा भैखादो भएको त्यही रामे त हो नि। हेर्नुहोस् न, अस्ति आँखा शिविरमा मेरो छोरालाई सबैको सामु हात हालेछ। जे भए पनि पल्लो गाउँपालिकाको अहिले सिनियर डाक्टर हो मेरो छोरा। मेरो छोराको पनि इज्जत छ, मान छ, सम्मान छ। कसरी हात हाल्ने हो त? खोइ हजुर, मलाई चाहिँ तपाईँहरूको यो कुरामा 1% पनि विश्वासै लागेन। राम त्यस्तो हात हाल्दै हिँड्ने मान्छे होइनन्। रामलाई हामीले राम्रोसँग चिनेका छौँ। हजुरहरू भ्रममा पर्नुभयो जस्तो छ। उहाँहरू होइन, तपाईँ चाहिँ भ्रममा पर्नु भएको हो बुवा। त्यो पापी गुन्डा हो। मैले मेरै आँखा अगाडि मान्छे कुटेको देखेकी छु। म पनि त्यो मेरो बिहेमा आएको देख्न चाहन्न। अब तपाईँ त्यसको भक्त भएर बिहेमा निम्ता गर्ने होइन। दिपाले ठिक भनिन्। यदि रामेलाई निम्ता गरिन्छ भने यो बिहे हुन सक्दैन। त्यसलाई निम्ता गयो रे भनेको सुन्न साथ यो बिहे तोडिन्छ। म त्यसको अनुहार पनि हेर्न चाहन्छु। त्यसो नभन्नुहोस् न हजुर। टिकाटाला भइसक्यो, अब बिहे तोड्ने कुरा गर्नुहुन्न। तपाईँहरू रामलाई नबोलाउनु भन्नुहुन्छ भने हामी बोलाउँदैनौँ। छोरीले पनि भनिसके, अब रामकोमा निम्ता जाँदैन। तपाईँहरू ढुक्क हुनुहोस्। हुन्छ हजुर, हामीले हाम्रो कुरा राखिदिएका छौँ, विचार गर्नु होला। यदि रामलाई निम्तो गएको रहेछ र ऊ यहाँ बिहेमा आउने भयो भने बिहेकै दिन भए पनि
बिहे तोडिन्छ। ल हजुर हामी लाग्छौँ। ल बाबु एकछिन यता आउनुहोस् त, एउटा गम्भीर कुरा गर्नुपर्नेछ। जुन कुरा तपाईँले आज बुझ्न आवश्यक छ। राम, आज तपाईँले मेरो कुरा सुन्नै पर्छ राम, नत्र पछि पछुताउने समयसम्म पाउनुहुन्न। खाली रिसाएर हिँडेर मात्र हुन्छ? तपाईँलाई थाहा छ घरमा के हुन लागेको छ भनेर? तपाईँको विश्वास र भरोसालाई तोडेर तपाईँकी बहिनी सुशीला आज राति नै पहिला जान लाग्नु भएको छ राम। मैले कति सम्झाइसकेँ, मान्नु नै हुन्न। तपाईँ आफै सम्झाउनुहोस्, नत्र तपाईँकी बहिनी पहिला जानुहुन्छ। को? सुशीला पहिला जाने? सुशीला को हो थाहा छ तिमीलाई? रामकी बहिनी हो, रामकी। रामकी बहिनी पहिला जानलाई रामको संस्कार त्यति कमजोर छैन। मैले मेरी बहिनीलाई राम्रोसँग चिनेको छु। यो अहिले मात्र यहाँ आएर बसेकी होइन, विगत 3 वर्षदेखि मेरो घरमा आएर बसेकी छ। बोल्नको लागि अरू बहाना नपाएर राम्रै बहाना बनाउन लागेछ। बरु मलाई तिम्रो विश्वास छैन, तर मेरी बहिनीमाथि पूर्ण रूपमा विश्वास छ। आइन्दा बोल्ने बहानाको खोजीमा मेरी बहिनीको इज्जतमाथि आँच आउने एक शब्द मात्र बोल्यौ भने तिमीलाई यो घरबाट गलत्यार निकाल्न नपरोस्। विचार गर। मुना, मेरो कुरा रामले सुन्नु नै भएन, विश्वासै गर्नु भएन। अब तिमी र म भएर सुशीला नानीलाई रोक्नु पर्छ। तिमी पनि सुशीला नानीलाई सम्झाउनु मुना। अब सम्झाउनुको कुनै अर्थ छैन दिदी। हामीले नानीलाई रोक्नुहुन्न, उहाँलाई यो घरको पिञ्जराबाट मुक्त गराएर आफ्नो स्वतन्त्रतामा जिउन दिनुपर्छ। नानी,
विश्वास र भरोसा नतोड्नुहोस्। तपाईँले सुन्नुभयो नि, रामले तपाईँलाई कति विश्वास र भरोसा गर्नुहुन्छ भनेर। तपाईँ भागेर जानुभयो भने त्यही विश्वास र भरोसाले राम मर्नुहुन्छ। के तपाईँ दाइ मरेको हेर्न चाहनुहुन्छ? मलाई कोही मरोस् या बाँचोस् केही फरक पर्दैन भाउजू। बस मलाई मेरो प्रेम सफल पार्नु छ। मैले विश्वास गर्नु भरोसा गर्नु भनेर भनेकी छैन। दाइको विश्वास र भरोसाले झन् मलाई भाग्नलाई सजिलो भयो। अब मलाई रोक्ने कोही छैन। बहिनी, यो राति 3 बजे उठेर कता जान लाग्यो कि? पहिला जान लाग्यो कि होली छैन? तँलाई एक्लै जानलाई डर लाग्छ भनेर तँलाई पुर्याउनु तेरो दाइ बाहिरै बसेको छ। आइज जाउँ, म पुर्याएर आउँछु। मैले पनि त ज्वाइँसाप चिन्न पर्यो नि, होइन? मलाई माफ गरिदिनुहोस् दाइ, मबाट ठुलो भुल भयो। मैले तपाईँको विश्वास र भरोसालाई तोडेर पहिला जान लागे। म के गरौँ त दाइ? म उहाँ बिना बाँच्न नसक्ने भएकी छु। म उहाँ बिना अधुरो छु दाइ। बाँच्न नसक्ने भएपछि एक वचन यस्तो हो दाइ भनेर भन्न सकिन सायद। तँलाई के लाग्छ? तेरो दाइ तेरो खुसीमा खुसी हुँदैन होला त? म मेरी बहिनीको खुसीको लागि जे पनि त्याग्न तयार छु। मलाई तपाईँको डर लाग्यो दाइ, त्यसैले म भन्ने आँट नै गर्न सकिनँ। भर्खरै मात्र पूजाको कारणले तपाईँको मनमा लागेको घाउलाई बल्झाउन छैन। म के गरौँ त दाइ? मरौँ? म उहाँलाई जोड्न सक्दिनँ। तैँले गलत सोच बनाइस् बहिनी।
म हर हमेसा त खुसी भएको देख्न चाहन्थे। तैँले तेरो दाइलाई बुझेकी रहेनछस्। काकाले तेरो बिहे दान गर्ने जिम्मा मलाई दिनुभएको छ। म तेरो दाइ मात्र नभएर तेरो अभिभावक पनि हो। मेरो लागि घरको इज्जत प्यारो छ। यसको मतलब आफ्नी बहिनीको प्रेमलाई आहुति दिन्छु भन्ने होइन। अब म के गरौँ त दाइ? तँलाई तेरो दाइप्रति विश्वास र भरोसा छ भने भोलि दाइको पनि इज्जत नजाओस् र आफ्नो प्रेम पनि सफल होस् भन्ने भएदेखि ज्वाइँ साहबलाई माग्न आउनु दाइले दिनुहुन्छ भन्नु। भोलि नै माग्न आउनु भन्नु। 15 दिनभित्रमा बिहे गरेर पठाइदिन्छु। होइन, दाइको इज्जतको सवाल छैन। भागेर जान्छु भन्छस् भने पनि म तेरो बाटो छेक्दिनँ। बाटो खुल्ला छ। म तेरो दाइ हो बहिनी। यदि उहाँ माग्न आउनुभयो भने म नाइ भन्दिनँ। तेरो रोजाइ मेरो पनि रोजाइ हुनेछ। नमस्कार। आजको एपिसोड त हेरिहाल्नुभयो। गएर भिडियोलाई लाइक कमेन्ट गरिदिनुहोस् है। साथै हाम्रो यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने यो च्यानललाई सब्सक्राइब गरेर जोडिन पनि नबिर्सिनु होला। अनि अहिले तपाईँहरू कुन कुन ठाउँबाट बुहारी सिरियल हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। आगामी दिनहरूमा बुहारी सिरियल कस्तो आइदियो हुन्थ्यो जस्तो लाग्छ? कुनै सल्लाह सुझाव दिन मन छ भने हामीले पिन गरेर कमेन्टको तल गएर सल्लाह सुझाव दिन पनि सक्नुहुन्छ। बुहारी भागहरू आगामी दिनमा झन् राम्रो आउँदैछ, प्रतीक्षा गर्नुहोला। हस् त।